अध्यक्ष कमरेड, यहाँ उपस्थित सबै आदरणीय र मेरा प्यारा मान्छेहरू सबैलाई राजेशवादी जनार्दन हामी लड्दै थियौँ किनभने यही नेपालका एकजना नेपाली दार्शनिक सिद्धार्थ गौतमले के भनेका रहेछ भने परिवर्तन बाहेक सबै कुरा अस्थायी छ, सबै कुरा परिवर्तनशील छ, परिवर्तन बाहेक। अब हाम्रो नेपालमा विद्यमान पार्टीहरूमा चाहिँ के भयो भने नेता बाहेक अरू कुरा परिवर्तनशील छ, नेता चाहिँ लड्छ। अब त्यो लडाइँमा नेता त बेसरी चिडिए हाम्रो लडाइँ, तर खासै फरक परेन। त्यसपछि के गर्ने? अब फेरि नयाँ युवाहरू एकदमै सडकमा आइरहेको बेला पऱ्यो। अब घरै गएर बस्ने कि भन्दा त्यही बेलामा नेसनल सोसियलिस्ट काउन्सिल अफ नागाल्यान्डका नेता टी मुइबा, जो 93 वर्षका भए, उनी पहिलोपटक 50 वर्ष पछाडि आफू जन्मेको गाउँमा पुगे र उनले भारत सरकारलाई चुनौती दिए। यदि नागा नेसनको सम्मान हुँदैन भने हामी फेरि हतियार उठाउँछौँ, फेरि लड्छौँ। 93 वर्षको मान्छे र उनले युवाहरूतिर फर्केर के भन्यो भने जेनेरेसन आउँछ जान्छ तर नेसन गइरहन्छ। हामीले जुन लडाइँ लड्यौँ त्यसको दायित्व अब तिमीहरूले लिनुपर्छ। त त्यसैले म खास गरेर यी जति पनि जेनजी भनेका छन् यी सबै हाम्रै केटाकेटी हुन्, स्पोइल हुन्। तपाईँहरूको आन्दोलनलाई एकदमै घृणा गर्ने मान्छेले पनि अहिले बाहिर के भन्छ भने जेनजीले उठाएको मात्र सैनिक भन्छ क्या, बेकार। त्यसैले तपाईँहरूलाई मेरो सुझाव सल्लाह के छ भने तपाईँ विचारले ज्ञानले सशस्त्र बन्नु पर्यो। तपाईँ निरन्तर लडाइँ लड्न सक्नुहुन्न। तपाईँसँग विचारको हतियार चाहिन्छ। अब अहिले के भनिरहेछन् मान्छेहरू भने विचार बिनाको राजनीति, विचार बिनाको राजनीति भन्ने पनि एउटा विचार हो क्या, तर त्यो कुविचार हो। विचार दुई खालका हुन्छन्, एउटा कुविचार, एउटा सद्विचार। हामीले सद्विचार निर्माण गर्न खोजेका हौँ। अब युवाहरूको अगाडि हामी भन्छौँ हामीले हाम्रो नेतृत्वलाई हेर्न पनि सकेनौँ, प्रतिस्थापन पनि गर्न सकेनौँ। उनीहरूको शैली, सोच, काम गर्ने तरिका हेर्न पनि सकेनौँ र उनीहरूलाई फ्याँकेर राम्रा मान्छेहरूलाई, गुलिला मान्छेहरूलाई त्यहाँ नेतृत्वमा लैजान पनि सकेनौँ। यसको निम्ति हामी आत्महत्या गर्नुपर्छ। हामी तपाईँहरूको अगाडि उठ्यौँ, सकिएन त के गर्नु? लडाइँकै हो। अब हामी त्यो काममा लागेका छौँ। अहिले हाम्रा युवाहरूलाई अब हामी सामन्तवादसँग त अलिअलि लडेका थियौँ, तर पुँजीवादले हाम्रो सिंह आन्दोलनलाई प्रदर्शित गर्ने, पुँजीवाद जब्बर रहेछ। त्यसैले यो पुँजीवादसँग लड्न अब हामीले युवाहरूलाई अगाडि ल्याएका छौँ र हामी त्यहाँ नजिक बसेर हेर्छौँ। हाम्रो काम अब एक्जिक्युटिभ काम हुँदैन, हामी केही एक्जिक्युट गर्न चाहँदैनौँ। नत्र भने त हामी बाहिर निस्केर फलाना समूह भनेर एउटा बनाइहाल्छौँ। हामी जनार्दन समूह, रामकार्की समूह केही भनेर हामी त्यो बनाउनेतिर लागेनौँ। हामी यो अभियानमा लाग्यौँ। यो चुनाव होस् या नहोस्, हाम्रो यो प्रगतिशील अभियान चलिरहेको छ। अहिले चुनावको निम्ति त्यो प्रगतिशीलको अगाडि लोकतान्त्रिक पार्टी भन्ने लागिरहेको छ हामीले। तर हामी तपाईँले सबैलाई थाहा हुनु पर्यो, वास्तविक समाजवाद भनेको प्रजातन्त्रकै विस्तार हो। प्रजातन्त्रकै त्यो इन्टेन्सिफाई भएपछि समाजवाद बन्छ। र अब तपाईँहरू पनि 4 वर्ष पछाडि नयाँ जेनेरेसनमा पुग्नुहुन्छ। अहिलेका जो तपाईँहरूको फेरि अरू परिचय पनि छ। म अब खास गरी युवाहरूलाई के भन्छु भने तपाईँको अरू परिचय छ नि, जुन सामाजिक परिचय,
आर्थिक परिचय, पिँढीको परिचय बाहेकका परिचय। त मुख्य रूपमा सबभन्दा निर्णायक परिचय भनेको आर्थिक परिचय हो। त्यही उमेरका युवाहरू कोही दरबार मार्गको गतिलो कफी हाउसमा जान्छन्, कोही बाग बजारको सानो चना र चिउरा पाउने पसलमा बस्छन्, त्यहाँ छुट्टिहाल्छ। त त्यसै हुनाले हाम्रो राजनीति जेसुकै भन्नुहोस्, धेरैले हामीलाई सम्झाउँछन्, अब समाजवाद नभनौँ, अब मार्क्सको नाम नल्याऊ, अब यो नगर पुरा गर। तर संसारमा उत्पीडितहरूलाई बाँडी दिने काम मार्क्सवादले गरेको छ, त्यसलाई बाँडी दिएको छ। अब तपाईँहरूलाई एउटा चुनौती छ युवाहरू, हामी पनि सहयोग गर्छौँ। हामी तमासै बस्दैनौँ, तपाईँसँग यो दिमाग रहन्छ 93 वर्षको मुइवा त लड्छु भन्छन् भने हामी पनि लड्छौँ, तर नयाँ रोलमा लड्छौँ, नयाँ भूमिकामा लड्छौँ। अब पार्टीको प्रमुख बनेर होइन, हामी लड्छौँ। र अब तपाईँहरूले अहिलेको जो पुँजीवादले थुपारेका कुराहरू छन् त्यसलाई प्रतिस्थापन गर्ने लडाइँ तपाईँहरूले एकदमै बुद्धिमत्तापूर्वक अगाडि बढाउनुपर्छ। किनभने तपाईँले सिक्नु पनि पर्यो कौशल। समाजवाद त 20औं शताब्दीको 19औं शताब्दीको भन्छन् होइन, तर ज्ञानको जो धारा छ नि, त्यो ज्ञानको धारा हाम्रो साझा धरोहर हो। चाहे त्यो 7औं शताब्दीको ज्ञान होस्, चाहे 10औं शताब्दीको ज्ञान होस्, त्यो हाम्रो साझा धरोहर। जसले भन्छ ज्ञानबाट टाढा बस्छ भन्छ नि, त्यो गलत कुरा हो। समाजवाद पुँजीवादको राजधानीमा बिक्यो। यसबाट संसारको पुँजीवादको राजधानी भनेको न्युयोर्कमा एउटा भर्खरै युवाले, हाम्रो सन्तोषको उमेरको युवाले समाजवाद बेचिदियो। जनताले किन हरभर? त नेपालमा पनि तपाईँ समाजवाद कसलाई खुवाउनुहुन्छ? त्यो खुराक कसलाई दिनुहुन्छ? एउटा सम्झाएको मान्छे अरबपति एउटा भ्रष्ट नेतालाई समाजवाद रुप्दैन, पत्दैन, हाम्रै नेतालाई पत्दैन। तर जसलाई मुक्ति चाहिएको छ, जसको पेट भोकै छ, भोकको विरुद्ध लड्ने हतियार त्यही हो। र हामी यो व्यवस्थालाई प्रतिस्थापन गर्न चाहन्छौँ। अहिले एकदम ढुक्क हुनुहोस्, हाम्रो सबभन्दा यो प्रगतिशील लोकतान्त्रिक पार्टीको सबभन्दा ठुलो लक्ष्य भनेको के हो भने अहिलेको शिक्षा व्यवस्था, अहिलेको यातायात व्यवस्था, अहिलेको कृषि, अहिलेको उद्योग, यी सबै नीतिहरूलाई हामी प्रतिस्थापन गर्न चाहन्छौँ। हिजो बन्दुक लिएर गर्न खोज्यौँ, बन्दुकले गर्ने काम गर्यो। अब कोयर्सिभ होइन, पर्सुएसनद्वारा, ग्राम्सीको भाषामा अब ज्ञानको सर्वोच्चता, अब पोलिटिकल सुप्रिमेसी, राजनीतिक सर्वोच्चता, हामी त्योद्वारा चाहिँ अहिलेको समाज व्यवस्थालाई प्रतिस्थापन गर्न चाहन्छौँ। र एउटा तपाईँ युवाहरूलाई हामी के भन्छौँ भने जबसम्म समतामूलक समाज भन्दैन तबसम्म यो दायित्व हरेक पिँढीले बोकेर हिँड्नुपर्छ, हरेक पिँढीले बोकेर हिँड्नुपर्छ। त अहिले तपाईँहरू हुनुहुन्छ। अब अहिले हाम्रो एकजना एकदमै प्रभावशाली बोल्ने भाइले के भन्यो भने हामी स्वतन्त्र भएर तपाईँहरूको निगरानी गर्छौँ भने। ठिक छ, स्वतन्त्र भएर गर्नुहोस्, तर यहाँ आएर के गर्न सक्नुहुन्छ? हामी भित्रै बसेर पनि हामीलाई औँला खडाउन सक्नुहुन्छ। हामी किनभने औँला खडाउँदै आएका मान्छेहरू, हामीले पनि खडाएका थियौँ आफूभन्दा ठुलो नेताहरूलाई। तपाईँहरूले पनि हामीलाई खडाउनुहोस्, तर वैचारिक मर्यादा सहित, वैचारिक हतियार सहित। किन तपाईँले यस्तो सजिलो अवस्थामा हुनुहुन्छ? हामीले एउटा किताब चाहिँ 2 वर्ष लाएर खोज्नु पर्थ्यो, हिन्दीबाट अनुवाद भएर आएको, अङ्ग्रेजीमा एक्सेसै थिएन। तर तपाईँहरू त अहिले यस्तो साधन स्रोत तपाईँहरूसँग छ कि संसारको कुनै पनि किताब तपाईँ 15 मिनटमा डाउनलोड गर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ। र ज्ञानबाट आफूलाई सशस्त्र तुल्याउनुहोस्, विचारबाट सशस्त्र तुल्याउनुहोस् र यो कामदारले पिँढीलाई, यो म्याद गुज्रिएको नेतृत्वलाई प्रतिस्थापन गर्नु। हामी त स्वयं पछि हटेका छौँ, हामी त भोलिन्टियरली हटेका छौँ।
र तपाईँहरू यहाँ बसेर पनि यहाँ बाहिर रहेर पनि यो अभियानलाई, यो प्रगतिशील अभियानलाई सघाउनु, मद्दत गर्नु। सघाउनु भनेको आलोचना हो। मार्क्सिजम भनेकै आफैप्रति आलोचक हुनु हो। आफूप्रति जो आलोचक बन्दैन त्यो मार्क्सिस्ट होइन। अब हाम्रा नेताहरूले के भने आलोचना गर्न उभियो भने पनि आफ्नो प्रशंसा गर्न थाल्छन्। उनीहरूलाई सबभन्दा मनपर्ने आलोचना के हो भने तपाईँ आफ्नो स्वास्थ्यको ख्यालै गर्नुहुन्न, दौडै गर्नुहुन्छ भनेपछि त्यो चाहिँ मेरो अलिकति छ भन्छ। त्यसैले यो प्रथालाई हामीसँग थुप्रै त्यस्ता कुप्रथाहरू पनि बाँकी छन्। त्यसलाई प्रतिस्थापन गर्नको निम्ति तपाईँ हामी सबै उमेरका मान्छेहरू भूमिकाहरू अलग अलग गरौँ। हामी पाकाहरूको अभिज्ञता पनि उपयोग गरौँ। तपाईँहरूको जोस, तपाईँहरूको जागर, तपाईँहरूको अध्ययन, तपाईँहरूको सिपलाई पनि प्रयोग गरेर एउटा राम्रो सुन्दर नेपाल चाहिँ संसारको लागि प्रस्तुत गरौँ। धन्यवाद। लाल साहब।